हेलो साथीहरु नमस्ते अनि स्वागत छ तपाईहरुलाई आजको मेरो भिडियोमा। आज मैले मेरो शेयर र डिमेट अकाउन्ट रिन्यू गर्ने सम्बन्धमा भिडियो बनाउँदै छु। यदि तपाईलाई यो विषयमा जान्न मन छ भने मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। यदि तपाईलाई यो भिडियो आवश्यक छैन भने स्क्रोल गरेर जान सक्नुहुन्छ। भिडियो मन परे लाइक कमेन्ट पनि गर्नु होला साथीहरु। अब असारको महिना लागिसकेको छ। तपाईले आफ्नो डिमेट अकाउन्टलाई हरेक वर्ष असार महिनामा तपाईले रिन्यू गरिसक्नु पर्ने हुन्छ। यदि रिन्यू गरिएन भने तपाईले शेयर बेचेका शेयरहरुलाई ट्रान्सफर पनि गर्न सक्नुहुन्न। तपाईले मार्केटमा खुलेका आईपीहरु पनि एप्लाई गर्न अथवा भर्न सक्नुहुन्न है त। त्यो भएर तपाईले यसको लागि रिन्यू गर्नको लागि के गर्ने त भन्ने विषयमा तपाईसँग ई-सेवा, खल्ती, आईएमई अथवा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङहरु हुन जरुरी छ। यी मध्ये कुनै एउटा भयो भने, यदि छैन भने तपाईहरु साथीको माध्यमबाट पनि गर्न सक्नुहुन्छ। साथीहरुसँग यस्ता एपहरु यस्ता वालेटहरु छ भने त्योबाट गर्नु होला। सबैभन्दा पहिला तपाई मेरो शेयर लगइन गरेर अगाडि जानुभयो भने त्यहाँ तपाईले देख्न सक्नुहुन्छ, यतातिर प्रोफाइल जस्तो आइकन देख्न सक्नुहुन्छ। त्यसमा टच गर्नुभयो भने त्यहाँ यस्तो किसिमको इन्टरफेस खुल्छ। त्यसमा तपाईले आफ्नो डिटेलहरु सबै कुरा देख्न सक्नुहुन्छ। अलि तलतिर जानुभयो भने मेरो शेयर एक्सपायर डेट भनेको छ अनि डिमेट एक्सपायर डेट, आफ्नो डेट कहिलेसम्म छ त्यहाँ चेक गर्नु होला। अनि तलतिर पासवर्डको अनि ओपन गरेका हरेक कुराहरु छ। त्यसमा गएर तपाईले रिन्यू अकाउन्ट भनेर अगाडि जानुभयो भने एउटा चुज गर्नु होला। खल्ती छ भने खल्ती, ई-सेवा छ भने ई-सेवा, अनि आईएमई अनि कनेक्ट आईपीएस के छ तपाईसँग एउटा चुज गरेर आफ्नो डिटेलहरु राख्नु होला है त। त्यसमा तपाईले अब मेरो शेयर मात्रै गर्ने कि डिमेट मात्रै गर्ने कि अनि मेरो शेयर र डिमेट दुईटै गर्ने यसरी चुज गर्नु होला। अनि कति इयर्सको हो त्यो खाली कोठामा इयर्स पनि राख्नु होला। यसै गरी अगाडि प्रोसेस गर्दै अगाडि गएर तपाईले यसबाट रिन्यू गर्न सक्नुहुन्छ। यदि तपाईलाई सिधै ई-सेवा लगइन गरेर अगाडि जानुभयो भने अलि तलतिर स्क्रोल गर्नु भने फाइनान्शियल पेमेन्ट भन्ने छ। फाइनान्शियल पेमेन्टमा त्यहाँ देख्न सक्नुहुन्छ मेरो शेयर एन्ड डिमेट भन्ने छ। त्यसमा टच गर्नुभयो भने डिपोजिटरी पार्टिसिपेन्ट भनेको छ। त्यसमा तपाईले आफ्नो क्यापिटलको नाम चुज गर्नु होला। त्यो कोठामा टच गरेर थोरै टाइपिङ गर्नुभयो भने त्यहाँ आइहाल्छ। अथवा ग्लोबल भनेर मात्रै टाइप गर्नुभयो, ग्लोबल बैंक हो भने ग्लोबल मात्रै टाइप गर्नेबित्तिकै त्यहाँ तलतिरपट्टि आइहाल्छ। अब कुन हो, ग्लोबल, सानी सेक्युरिटी, एनआईसी एसिया, नबिल अथवा कुन बैंकबाट हो तपाईको त्यहाँ थोरै टाइपिङ गर्नुभयो भने त्यहाँ अटोमेटिक आइहाल्छ। अनि त्यसपछि अलि तलतिरपट्टि तपाईले क्लाइन्ट आईडी भनेको छ। तपाईको 16 अंकको जो बीओआईडी नम्बर हो त्यसको अन्तिम 8 वटा अंक मात्रै टाइप गर्नु होला। त्यसपछि तलतिरपट्टि मेरो शेयर हो कि डिमेट हो कि अथवा दुवै हो त्यहाँ चुज गर्नु होला है त। तपाईलाई कुन चाहिँ दुईटै गर्न चाहने हो कि एउटा एउटा गर्ने हो कि अब त्यहाँ चुज गर्नु होला। त्यसपछि प्रोसिड गरेर अगाडि जानुभयो भने आफ्नो डिटेलहरु देख्नुहुन्छ। त्यसपछि तपाईले मेरो शेयर डिमेट, मेरो शेयरलाई कति इयर्स, डिमेटलाई कति इयर्स त्यो खाली कोठाहरुमा आफ्नो कति सालको लागि गर्ने हो, 1 साल 2 साल हैन, 1 इयर 2 इयर 3 इयर त्यहाँ चुज गरेर तपाईले यसै गरी अगाडि बढ्दै जानुभयो भने आफ्नो अकाउन्ट चाहिँ रिन्यू हुन्छ है। यसरी तपाईले रिन्यू गर्नु होला साथीहरु। हस्त धन्यवाद।